अनि म हैन सेवा हिँडिसकेको छु हैन अरूहरु चाहिँ अगाडि जाँदैछ मम्मी चाहिँ पर पुगेर पर्खिरहनु भएको छ हैन अन्त म पनि जाँदैछु दिदी र नानी चाहिँ अगाडि जाँदैछ अगाडि देखाउँछु तपाईहरुलाई दुईजना जाँदैछ सेवा हो आयन्स कता गएको हालेलुया हेर्नुस् न उयो बाउरी छ हो हेर्नुस् न यहाँ तल चाहिँ यस्तो छ तल चाहिँ गोरुहरू जोत्दै रहेछ हो अहिले चाहिँ मकै छर्ने सिजन छ नि त त्यही भएर सबैजनाले मकै छर्दैछ यहाँ एक्लै कराउँदै बसिरहेको रहेछ हो अन्त हामी चाहिँ यहाँ जाँदैछ दुईजना चाहिँ अगाडि हाम्रो बोजू चाहिँ यहाँ आउनुहुँदैछ हो बोजू बोजू चाहिँ यता हुनुहुन्छ हेर्नुहोस् न यस्तो जङ्गल खालको छ कि यहाँ चाहिँ बाटो तर जे होस् दामी छ रुखहरू भएकोले गर्दामा हेर्नुहोस् न गाउँघरको बाटो यस्तै हुन्छ होइन हेर्नुहोस् न अहिले चाहिँ भन्ने हामी होइन यहाँनिर आइसकेको छौँ हेर्नुहोस् सेवा घर चाहिँ यहाँ पारि हो यहाँनिर हो सेवा चाहिँ हो पुग्नु लागेको छ दुईजना जस्तो भने हामी यहाँ सेवा घर आइसकेको छौँ हो हेर्नुहोस् यहाँ कुकुरले चाहिँ ढोकिहाल्यो आइन्सलाई हो चाहिँ पुरा चल्छ हो हामी चाहिँ सेवा घर आइसकेको छौँ चियाहरूको लागि बस्ने रेडी बनाइसकिदिनु भएको रहेछ हो चाहिँ बस्नुपर्छ सेवा एकछिनबाट देखाउँछु है अहिले चाहिँ भने यहाँनिर सबैजना भेला हुँदैछ हो आधीजना यस्तो भएको छ यहाँनिर यहाँ बसिरहनुहुन्छ हेर्नुहोस् अब चाहिँ हामी यहाँनिर सेवा सुरु गर्न लाग्न आँटेको छ सबै मान्छे भेला हुँदैछ हो भने हामी यहाँनिर होइन माम खाँदैछौँ सबैजना हेर्नुहोस् सकेर पनि अन्डा र माम खुवाइहुँदैछ हो मम्मी पोक खाएर सबै सरिसक्यो हो यहाँ अभिदान खाँदैछ अभिदान के खाएको यहाँ सेवा सकेर पनि सबैजना जानुहुँदैछ उकालोकोहरू जाइसक्नु भएको छ अन्त अब यहाँ ओह्रालोकोहरू मात्रै रहेको छ हो अहिले चाहिँ भने हामी सेवा सकेर म चाहिँ हेर्नुहोस् न यहाँ चाहिँ माछाको के भन्छ माछा राखेको रहेछ मामले पालेको कता देख्नु पर रहेछ देख्दैन रहेछ यहाँनिर लिएर कुद्दैछ दुईटा थुप्रो रहेछ त्यहाँनिर कमलको फुल पनि राखेको रहेछ कता बडे माछाहरू रहेछ यहाँनिर देख्दैन रहेछ ठुलो माछा रहेछ एउटा त मरेछ तन परिरहेछ यत्रोबाट कुद्दैछ माछाहरू पनि फर्किसके म चाहिँ यहाँ माथि घर आइपुगेँ हो यहाँनिर चाहिँ पनि घर जानुपर्छ घरबाट फेरि माथि जानुपर्ने छ के चाहिँ के खाने चिया सकेर पनि जाँदैछौँ फर्किँदैछौँ अगाडि हिँडिरहनु भएको छ मम्मी बिन्दु नानी चाहिँ हो
जाँदैछु घर। हेर्नुहोस् यता हाम्रो तर अहिले यहाँ पानी चाहिँ छैन। यहाँ चाहिँ समरमा मात्रै आउँछ पानी। अहिले चाहिँ विन्टर हो कि के गरेर त्यस्तै पानी आएको छैन। यहाँ फेरि समरमा चाहिँ यहाँ पानी डरलाग्दो आउँछ नि, तर्नु सक्दैन खोला। खोला तर्नुको लागि चाहिँ यहाँनिर हामी नसकेर चाहिँ उता नानीर बाँसको पुल बनाएको छ कि तपाईँलाई देखाउँछु नि ल। समरमा चाहिँ त्यो खोला बढेको बेलामा चाहिँ कि हामी यो बाटो हिँड्नुपर्छ कि, किनकि त्यो माथिबाट सक्दैन नि त तर्नु होइन, ठुलो हुन्छ। त्यो भएर यहाँनिर बाँसको पुल बनाएको छ, तर्नु नसकेर यहाँबाट हिँड्छौँ कि। हेर्छु कुकुर पनि अगाडि जाँदैछ बाँसघारी। यहाँनिर चाहिँ सानो उयो छ, पलाको पानी छ हो। यहाँ चाहिँ जहिले पनि पानी हुन्छ, कहिले पनि उयो हुँदैन, सुक्दैन यहाँको पानी चाहिँ। यहाँनिर सिमरायो पनि उम्रिन्थ्यो, अहिले सिमरायो चाहिँ छैन रहेछ। त्यस्तो पहिला चाहिँ यहाँ ड्याममै हुन्थ्यो सिमरायो पनि हो। के हो नि हिँड्नु सकेन होला नि, कुर्दैछ मलाई अहिले आएर यहाँनिर सरम पचाउँदैछ यसले। अहिले चाहिँ यहाँ हामी मात्रै जाँदैछौँ हो। हामी मात्रै सरहरू चाहिँ सबै उकालोहरूको थियो, उकालो गइसक्नु भयो। अन्त यताको 2-3जना छ अहिले आउँछ। हामी चाहिँ यहाँ 4जना छौँ। नानी चाहिँ अगाडि हिँड्दैछ। त के गर्नु त्यस्तो जिन्दगी सेवा गयो आयो, यो जङ्गलबाट हिँड्यो हजुर। अहिले चाहिँ भने म होइन अघि घर सेवाबाट घर आइपुगेर पनि यहाँ बसिरहेको छु हो। यहाँनिर यत्तिकै यहाँनिर अन्त नानीहरू चाहिँ खेल्दैछ हो। त्यही म होइन अब चाहिँ म भ्लग यहीँ एन्ड गर्दैछु।